हामी मासु बनाउन लाग्यो चिकन हेर्न सक्नुहुन्छ चिकन कलाएर हल्दी नमक स्टोभ बनाउँछ नि टमाटर यो टमाटरलाई हल्का 5 मिनट पकाउने छोप्ने टक्क प्योर लोकल मसला घरमै सिलौटामा पिसेको हाल्दैछु है म गाइस रारा मसला धेरै हालिन्न थोरै हल्का यसो टेस्टीको लागि अनि यो छ हाम्रो गोल्डी मसला यो टेस्टी हुन्छ यसले टेस्टी गराउँछ पर्दा बनाइसकिस् ल ल ल टमाटर टमेटो अब टमाटरलाई यसरी भुटिन्छ टमाटर यो हल्का पाकेपछि च्याउ हालिन्छ यहाँ हालिन्छ है अब यसलाई टक्क प्याज टमाटरसँग यसरी मिक्स गरिन्छ प्योर लोकल बेसार है अर्ग्यानिक बेसार यो ताता नुन जिरा धनियाँ लसुन खुर्सानी अदुवा हरेक यसमा छ है मिक्स अनि पिस्नु भएको मम्मीले अब यो हल्का पखाल्नलाई थोरै पानी भयो ओके यो रारा मसला थोरै हालेको छु हल्का स्वाद आउनु लागि है अनि यो भयो गोल्डी मसला यो टेस्टीको लागि बाबालाई यसो चलाउनु लाग्यो है यो खाना भयो यो अनि यो च्याउ ल बाबा हजुरबा गए सबैजना पितृजना हजुर खानुहोस् हेर्नुहोस् मासु यस्तो भइसक्यो है अब मिठो भयो कि भएन त्यो त थाहा भएन है तर यस्तो बन्यो हेर्नु सक्नुहुन्छ च्याउ यस्तो भएको छ है च्याउ यस्तो भयो अब यो अल्छिनी बुढीले है पकाउन मानेन दुःख गर्नु पर्यो मैले अब यो खाना मैले बनाएँ है सब्जी यो च्याउ त्यो मासु होइन मम्मीले चाहिँ यो खाना चाहिँ मम्मीले बनाउनु भएको है गाइस